ल गाइज आज हाम्रो मोमो च्यालेन्ज हेर्नु त 21 पिस मोमोस ट्याक्क लगाएर हामी खान्छौँ। दुईजना खानालाई टिमुर हालेको चटनी हामी दुईजना खानालाई रेडी भइसकेका छौँ। अब हामीहरूका अनुहार पनि फेस पनि देखिन्छन्। मोमो च्यालेन्ज पनि आउँदैछ। ल 20 मोमो मिठो छ गाइज, सुपर बहुत मस्त। चटनी पिरो छ। टिमुर खतरा लाग्यो। यसमा कुकुडीको सुप हुनुपर्छ, झन् मिठो हुन्छ। मुर्गीको नजानिकन पनि घरमा ऐसा डल्ला पाडिकन मोमो खाइयो। यो हाम्रो भैँस त खाना मात्रै लाग्दैन, बोल्दैन, बोल्नु मुखबाट आउँदैन। अरे यसमा अरू पनि छन् गाइस। म च्यालेन्ज लागेपछि को छिटो सकिन्छ। अरू पनि फेरि एक टोप बाँकी छन् मोमोस बनाएको, आज घरमै बनाएको। साठी रुपियाँ केमा 70 रुपियाँ 10 पिस मात्रै दिन्छन्। आफ्नै जस्तो भए पनि यस्तो मोमो बनाएर खाएपछि पैसा पनि बच्यो अनि आफ्नो सिप पनि सिकियो।